हेलो एभ्रिवान वेलकम ब्याक। सो आज चाहिँ डेली रुटिनसँग अलिकति मिलेन छ। उठ्दा उठ्दै 13 भएछ। भएन यसरी भनेर फ्रेस हुन निस्केँ। फ्रेस भएपछि यसो भजन सुन्दै 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 थिएँ अनि भगवत गीता निकालेर पढ्न थालेँ। यसमा चाहिँ जीवन उपयोगी चिजहरू लेखिएको थियो, पढेँ। अनि पढिसकेर यसो फोन हेर्छु त 36 भइसकेछ। ल अब अलिअलि दिमाग सँगसँगै बोर्डलाई पनि ताकतवर बनाउनु पर्यो भन्ने हिसाबले चाहिँ डम्बल थियो, डम्बल उचाल्न थालेँ। त्यसपछि स्वाइँ 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 गरेँ। त्यसपछि मोबाइलमा हेरेर हेलो भनेँ। त्यसपछि यसरी भएन भनेर उठेर स्वाइँ 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 गरेँ। दुइटै उठाएर एउटाले भएन भनेर दुइटै उठाएर स्वाइँ 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 गरेँ। अनि त्यसपछि ल भनेर पोज पनि देखाएँ अनि पुरानो एयरबड भेटेर टिपेर हिँड्यो केटो लखर लखर। अनि पछाडि कसले बोला जस्तो लाग्यो अचानक। यसो हेर्छु त कोही पनि छैन फेरि। भनेर लोकेसनै चेन्ज गरेर म कुद्न थालेँ। कुद भइरहे भनेको ल कुद्दा कुद्दै स्पिड त घट्दै गयो। भनेर बिस्तारै माथि पुगेँ। माथि पुग्छु त हो ल गणेश हिमालले त हेलो हाई गुड मर्निङ भन्नु भएको रहेछ। धन्यवाद। बाँकी अर्को भिडियोमा।